एक हिसाबले भन्नुपर्दा साधु बिरालो र लाटो मुसाको कथा त यथावतै छ समाजमा होइन। जस्तै नेताहरू साधु बिरालो भए होइन, हामी जनता चाहिँ लाटो बिरालो भयौँ। जस्तै सुकुम्बासीको समस्या छ हामीलाई यहाँ। जस्तै यो सुकुम्बासीको समस्यालाई तपाईँले यहाँबाट जिताएर पठाइरहँदाखेरि हामी क्षेत्र नम्बर 3 का वासीले हजुरलाई जिताएर पठाइरहँदाखेरि तपाईँलाई त अवगतै छ सुकुम्बासीको समस्या बिरलै छन्। यस विषयलाई तपाईँले कसरी अध्ययन गर्नु भएको छ? जस्तै हामीले तपाईँलाई किन जिताउने? हामी जेएनजीहरूको बलिदान र त्यागलाई लिएर भोलिको दिनमा हजुरलाई हामीले यहाँबाट जिताएर पठाइरहँदाखेरि संसदमा पुगेर हाम्रो आवाज बोल्ने नबोल्ने, हाम्रो सपनाहरू पुरा हुन्छ हुँदैन, हाम्रा मागहरू पुरा हुन्छन्, मागहरूलाई र हाम्रो उयोहरूलाई चाहिँ कसरी तपाईँले त्यहाँ प्रस्तुत गर्नु? फेरि पनि नमस्कार, म विजय विश्वकर्मा श्रीपाद। म चाहिँ एक जेएनजी हुँ। म कुनै पार्टीबाट परिचालित व्यक्ति होइन, स्वतन्त्र तरिकाले पत्रकारिताको भूमिका अगाडि बढ्दैछु। उहाँ हाम्रो उम्मेदवार पनि हुनुहुन्छ। हामी जेएनजीको मागहरूलाई चाहिँ केही कसरी तरिकाले लिएर जानुहुन्छ, उहाँको एजेन्डाहरू के छ यस विषयमा थोरै भलाकुसारी गर्नु छ। स्वागत छ हजुरलाई। तपाईँ जसरी चुनावमा भोट मागेर आइरहँदाखेरि जस्तै हामीले तपाईँलाई किन जिताउने? केही कुराहरू छन्, जस्तो हामी राजनीतिमा किन आउनु पर्यो भन्ने पहिले प्रश्न हो। हामी भनेको गणेश सरजी मात्रै होइन, रासोवा मात्रै होइन, त्यो जेएनजी पनि हुनसक्छ होइन, अथवा त्यसपछि खोलेका पार्टीहरू पनि हुनसक्छ। किनभने पुरानाले गरेन अथवा गरे पनि हामीले चाहे जति भएन। त्यो कारण पनि हामीले पाएनौँ। किन भएन भने हामीलाई कारण थाहा छैन। किनभने एउटाले अर्कोलाई आक्षेप लगाउने, उसले देखाउने, उसले देखाउने, गोल चक्कर, एउटा म्युजिकल चेयर जस्तो एकपछि अर्को यो पछि यो हुने, केही व्यक्तिहरूमा सीमित भयो राज्य सत्ता। त्यो परिवर्तन गर्न आवश्यक छ। पहिलो कुरा त सबभन्दा पहिलो कुरा यो स्वाद मात्रै फेरौँ नि भने जस्तो पनि सुन्नेला, तर त्यो पनि आवश्यक भइदियो होइन। त्यो 2500 त्यो सबैका विरुद्धमा त्यो पनि आवश्यक भइदियो। र अर्को कुरा समाज यति अगाडि बढिसक्यो कि त्यो पुरानो पुस्ता पुरानो तरिकाले यो समाजलाई सम्बोधन गर्दैन। त्यो समाजलाई सम्बोधन गर्नका लागि पनि हामी चाहियो। जस्तै अर्को प्रश्न, जस्तै हामी जेएनजीहरूको बलिदान र त्यागलाई लिएर भोलिको दिनमा हजुरलाई हामीले यहाँबाट जिताएर पठाइरहँदाखेरि संसदमा पुगेर हाम्रो आवाज बोल्ने नबोल्ने, हाम्रो सपनाहरू पुरा हुन्छ हुँदैन, हाम्रा मागहरू पुरा हुन्छन् हुँदैन, यस विषयमा तपाईँले बोलेर उहाँबाट आइरहँदाखेरि दोस्रो चटक चुनावमा आइरहँदाखेरि माग पुरा नभएको खण्डमा तपाईँ कुन तरिकाले आउन चाहनुहुन्छ र हामी जेएनजीहरूका माग र त्यागहरूलाई चाहिँ तपाईँले संसदमा यहाँबाट हामीले जिताएर पठाइरहँदाखेरि हाम्रो मागहरूलाई र हाम्रो उयोहरूलाई चाहिँ कसरी तपाईँले त्यहाँ प्रस्तुत गर्नुहुन्छ? सुरुमा यो मोर्चाको आन्दोलनको बेला हजुर 22 गते बेलुकासम्म म आन्दोलनमा जान्छु भन्ने मलाई लागेको थियो होइन, म जान्नु नै भन्ने थियो। तर केही जेएनजी भाइहरूले नै तपाईँ आउनुपर्छ भन्ने कुरा गर्नुभयो र होइन जेएनजीको आन्दोलन हो, मेरो समर्थन छ, तर म त किन आउने र जेएनजी होइन भन्दाखेरि उहाँहरूले तपाईँको लागि हामी छुट्टै ब्यानर बनाइदिन्छौँ, त्यो ब्यानर तपाईँलाई दिन्छौँ, आइदिनु होला, एभरेस्ट होटल अगाडि आइदिनु होला भनेर बेलुका आउनुपर्छ। तपाईँ आएपछि मुरली हामीलाई पनि सजिलो हुन्छ र तपाईँहरू जस्तो आएपछि त्यो कुरा कहीँ पुग्छ पनि, अथेन्टिसिटीको पनि कुरा होला भनेपछि म त्यहाँ गएँ र उहाँहरूले मलाई त्यो एउटा ब्यानर दिनुभएको छ। त्यतिखेर मैले फोटो हालेको छु होइन, यस्तो गरेर सेल्फी खिचेर अर्काबाट खिचेर त्यो लेखेको छ क्या, नट जेएनजी बट जेएनजी सपोर्टर, जेएनजी होइन तर जेएनजीको समर्थक भनेको जेएनजीको नेतृत्वमा यो परिवर्तन हुनसक्छ। म त्यसलाई समर्थन गर्छु है, नेतृत्वको दाबी गर्दिनँ भनियो भने सार्वजनिक रूपमा फेसबुक पोस्ट गरेर पुगेको व्यक्ति त्यतिखेर जेएनजीले उठाएको मुद्दाहरू एकदमै यो राज्य सत्ता परिवर्तन गर्ने के गर्ने केही पनि होइन। मात्र के कुरा थियो भने एउटा भनेको नागरिकलाई सम्मान गर, हामीलाई सम्मान गर, हाम्रो अधिकारलाई सम्मान गर। तिमीहरूले बन्द गर्दा बन्द हुने, तिमीहरूले खोल्दा खोल्ने र बन्द पनि कस्तो भने नागरिकका लागि बन्द हुने, सिंहदरबारभित्र बसेर हरकति फेसबुक पनि चलिराख्ने, यो भेदभाव बन्द गर, नागरिकलाई सम्मान गर भन्ने एउटा थियो। अर्को सुशासन र भ्रष्टाचार विरुद्धको कुरा, भ्रष्टाचार नहोस् सुशासन होस् भन्ने यति माग त थियो। त्यो मागमा त अहिले पनि हामी सबै एकै ठाउँ थियौँ, पहिले पनि थियौँ। हामी जसको विरोध गऱ्यौँ तिनीहरूले पनि भन्ने कुरा त यही हो, उनीहरूले पनि सुशासन, लोकतन्त्र होइन, प्रेस स्वतन्त्रता, वाक स्वतन्त्रता, सोच्न पाउने अधिकार सबै भन्छन्। तर के भयो भने व्यवहारमा त त्यो भएन। भनेपछि हामीले चाहिँ व्यवहारमा त्यो देखाउँछौँ, डेलिभरीमा त्यो देखाउँछौँ भनेर त्यो प्रतिबद्धता गरेका छौँ। र हामीले अगाडि गरेका कुराहरू पनि जस्तो हामी प्रश्नबाट भागेका छैनौँ अथवा प्रश्न सुनेका छौँ, जवाब दिने नदिने पनि आफ्नो अधिकारको कुरा होला व्यक्तिको होइन, जवाब नदिन पाइयो तर प्रश्न बन्द गर्दा भनेको छैन। भनेपछि हामी त्यो लोकतन्त्र पनि मान्छौँ, त्यो जेएनजीको कुरा पनि मान्छौँ। भनेपछि ती सबै कुरा हामी समेट्ने भएकाले हाम्रो सबै मुद्दा नै जेएनजीको मुद्दाहरू हो र त्यो जेएनजीको मुद्दालाई त हामीले एकदमै अपनत्व लिएर यो हाम्रो जिम्मेवारी हो, हाम्रो धरातल हो भनेर भनिसकेको अवस्थामा पक्कै पनि जेएनजीहरूले यति कुरा बुझ्नु भएको छ भन्ने लाग्छ। तपाईँलाई एउटा प्रश्न, जस्तै तपाईँ मोरङ क्षेत्र नम्बर 3 को स्थायी बासिन्दा हुनुहुन्छ, जस्तै हामीलाई चाहिँ हाम्रो एउटा एक विरल समस्या
हामी जस्तै अब एक हिसाबले भन्नुपर्दा साधु बिरालो र लाटो मुसाको कथा त यथावतै छ समाजमा होइन। जस्तै नेताहरू साधु बिरालो भए होइन, हामी जनता चाहिँ लाटो बिरालो भयौँ। जस्तै सुकुम्बासीको समस्या छ हामीलाई यहाँ। जस्तै यो सुकुम्बासीको समस्यालाई तपाईँले यहाँबाट जिताएर पठाइरहँदाखेरि हामी क्षेत्र नम्बर 3 का वासीले हजुरलाई जिताएर पठाइरहँदाखेरि तपाईँलाई त अवगतै छ सुकुम्बासीको समस्या बिरलै छन्। यस विषयलाई तपाईँले कसरी अध्ययन गर्नुभएको छ र तपाईँको योगदान के थियो समाजमा, यसको विषयमा अलिकति पर्साइदिनुहोस्। पहिलो चाहिँ सुकुम्बासी समस्या समाधान गर्ने कुरा भनेको खासै त हुनुपर्ने यस्तो जस्तो लाग्छ मलाई त। यही समाज विद्रोहको कुरा भयो होइन। सुकुम्बासीका समस्या सुकुम्बासी समस्या हो कि सुकुम्बासी नै चाहिँ समस्या हो, राज्यले थाहा पाउनुपर्छ। सुकुम्बासी समस्या होइन क्या, सुकुम्बासीका समस्या चाहिँ राष्ट्रिय समस्या हुन्। त्यो भनेको भूमिप्रतिको अधिकार, त्यो पनि फरक फरक कुरा छन्। कति अव्यवस्थित बसोबासको कुरा भए होइन, कति भूमिहीन छन्, कति भूमि भएर पनि मेरो भूमि हो भन्न पाएको छैन, त्योमा फेरि सम्पत्तिको अधिकार छैन। त्यो हरेक कुरालाई फरक फरक गरेर काहीँ दोहोरो समितिको कुरा गरेर अर्काको अवस्था छ। अब हामीले पहिले जस्तो तत्कालै तपाईँहरूलाई सबै थोक दिन्छौँ भन्ने बाचा गरेका छैनौँ, तर ती गाँठाहरू पुग्छन्। अब गाँठाहरू पुग्छन्, फर्जी रूपमा लिएका ती मान्छे बसिरहँदा कसैले लिएर धनी पूर्जाहरू च्यातिनुपर्छ भनेर संसदमा आवाज उठ्छन्। त्यहाँ यो अर्को बाहना, यो अर्को विकल्प छ कि बन्द गरौँ त्यो फर्जी। मान्छे बसिरहेको छ, एउटा मान्छे बस्दा बस्दै अर्काका नाममा धनी पूर्जा हुने त यो राज्यले, यो लोकतन्त्रले, सम्पत्तिको अधिकारले, यो संविधानले कल्पना गर्ने कुरै होइन। त्यो कल्पनै नगरौँ, त्यो विकल्पै नछाडौँ, त्यो धनी पूर्जा च्यातौँ। यदि कसैलाई झुक्क्याएर त्यो धनी पूर्जा भिडाइएको छ, उनीहरूले किनेका छन् भने त्यो पनि पीडित होला, तर त्यसले चाहिँ किटानी जारी दियोस्, त्यसले ठगीको मुद्दा हालोस्, राज्यले त्यो मुद्दा पनि लड्नुपर्छ होइन। भनेपछि त्यो मुद्दा भयो राज्यको मुद्दा हो, तर त्यो मुद्दा कचल्ट्याएर ऊ पनि त पीडित हुन्छ नि भन्ने त्यो अमूर्त कुरा गरेर त्यो पूर्जा कहाँ राख्नु मिल्दैन। अनि सार्वजनिक जग्गा पनि होइन, खोला किनारमा पनि छैन, वनमा पर्दैन, त्यस्ता धेरै कुराहरू छन्। त त्यो ऐलानी बनाएर राख्नु जरुरी नै छैन। नापी गरेर त्यो जग्गा माथिको हक दिनैपर्छ भन्ने मुद्दा हो। यो मुद्दा संसदमा प्रष्ट बुझिने गरी एकदम त्यो जार्गन शब्द क्लिष्ट भाषा प्रयोग नगरिकन आम मान्छेले बुझ्ने गरी यो कुरा भनेको नि यो हुनुपर्छ नि भनेर समाधानसहित संसदमा पटक पटक कुरा उठ्नेछ। कति पटकका संसद के भए मान्छेले थाहा पाएनन्, अब थाहा पाउनेछन् भन्ने कुरा चाहिँ म ग्यारेन्टी दिन्छु। हजुर अर्को कुरा कस्तो भन्दा पनि जस्तै हाम्रो चाहिँ यहाँनिर हामीलाई चाहिँ झुटकै पर्खाल मात्र उडाइराखेको छ। क्षेत्र नम्बर 3 वासीलाई चाहिँ एउटा यो ठाउँलाई चाहिँ मतदानको ब्याङ्क मात्र बनाइरहेको छ, भोट ब्याङ्क मात्र बनाइराखेको छ। हामीले हजुरलाई जिताएर पठाइरहँदाखेरि हामी जेनजी अथवा सम्पूर्ण क्षेत्रवासीले तपाईँलाई जिताएर पठाइरहँदाखेरि तपाईँबाट हामीले पाउने लाभ र तपाईँले निहाल्नु भएका यहाँका समस्याहरूलाई चाहिँ कसरी चाहिँ पुरा गर्न सक्नुहुन्छ? यो मैले एकदम यो अहिले हामी घर दैलोमा जाँदा भेटघाटमा जाँदा एकदमै देखिरहन्छु क्या। हामी स्कुल पढ्दा हुन्छ नि, जस्तो म चाहिँ एकदम त्यतिखेर राम्रै पढ्ने, घर पनि एकदमै नजिक स्कुल छ क्या, आइरहेको प्राय कहिले पनि त्यस्तो गयल हुन्न थिएँ। तर हामी त्यो गयल नहुने जो हाजिर छ त्यसले चाहिँ बढी गाली खान्थ्यो क्या टिचरहरूबाट। किन भन्दा तिमीहरू किन गयल हुन्छौ भनेर। ए बाबा म त त्यहीँ छु त, म त आइरहेको छु, म त गल पनि भएको छैन, हाजिर छु सधैँ, तर किन गाली खान्छु भनेर जो अगाडि छ त्यसले गाली खान्छ। अहिलेको अवस्था कस्तो छ भने पुरानाले गल्ती गरे। अब हामीले आउने त यही निर्वाचनकै लागि हो, हामीले आउने तरिका पनि यस्तै तरिका छन् भनेपछि यो त पुरानाको गाली खाने, पुरानाले गरेनन् तिमीहरू पनि त्यस्तै हुने भनेर एउटा गाली, एउटा आलोचना, एउटा संशय होइन, अविश्वास, त्यो सबै प्रश्नहरू प्रकट भएका छन्। तर त्यहाँ पुगौँ, ती सबै अहिलेलाई थापिराखौँ होइन, प्रकट चाहिँ गरौँ, तर अहिले साह्रै अविश्वास गरेर फेरि तिनीहरूलाई जित्ने, हामीलाई धकेल्दै फेरि तिनै अगाडि आउने खालको चाहिँ नबनोस्। किनभने उनीहरूबाट केही पनि भएन भन्ने हामी आएको हौँ। अनि त्यो भयो भने ती प्रश्नहरू सहित हामी काम गर्छौँ। अब अहिले ठ्याक्कै ब्याड राख्दै गर्दा खोइ त फल त फलेको छैन त भनेर खोज्यो भने त्यो ब्याड हुँदैन होइन। ब्याड बगैँचाको फरक थाहा पाऊँ, हामी त ब्याड लाउँदै हो नि, फल त पछि लाग्छ। त्यो फल व्यक्तिगत हुन्छ कि सार्वजनिक महत्त्वको हुन्छ भन्ने हामीले प्रष्ट दस्तावेजमा भनेका छौँ, पछि व्यवहारमा देखाउनेछौँ। त्यो अहिलेका लागि उधारो जस्तो लाग्न सक्छ, तर प्रक्रिया यही हो, तरिका यही हो, अब अर्को उपाय छैन। त्यही भएर यो अहिलेलाई आश्वासन मान्नुहुन्छ अथवा बाचा मान्नुहुन्छ जे गर्नुहोस्,
पछि सिद्ध गर्ने शर्तमा अहिले विश्वास गर्नुहोस् भन्न चाहन्छु। तपाईँहरूले जेनजीका आवाजहरूलाई मुद्दाहरूलाई लिएर जस्तै सुशासनको कुरा आइरहेको छ होइन, जस्तै कार्यकारी राष्ट्र कार्यकारी प्रमुखमा राख्ने कुराहरू जेनजीका मागहरू हुने सुशासन भ्रष्टाचार मुक्त समाजको लागि तपाईँहरूले के यही अभियानका साथ यही बेला लिएर यही एजेन्डालाई लिएर तपाईँहरूले भोट माग्ने कार्य गर्नु भएको छ अहिलेसम्म? अहिले मागेका छौँ जस्तो जेनजीका आवाजहरूलाई लिएर भोट माग्नु भएको छ? होइन त्यो दस्तावेज त आउँदैछन् होइन, दस्तावेज थप क्लियर कुराहरू आउँछन्, फाउल पहिले सत्तामा आउँछ। तर कस्तो भने यो संविधानले एकदमै किचोल्ने गरी छैन। जेन्जी आन्दोलनको सुरु नैदेखि मैले धेरै जेन्जी समूहसँग सम्पर्क थियो मेरो होइन, कुराहरू हुन्थे मेसेन्जरमा होइन। अब अरूले पो मेसेन्जर फेसबुक बन्द होइन, हामी धेरैले त VPNबाटै चलाइरहेको थियौँ होला होइन, कुरा हुन्थे डिस्कर्ड थियो। त्योबाटै मैले के एउटा निष्कर्ष एउटा कुरा बाहिर सार्वजनिक गराएको थिएँ भने जेन्जी समूहको कसैले ठेक्का नलिए हुन्छ। किनभने एकदमै 30वटा भन्दा बढी समूह त मैसँग सम्पर्क छन्, उनीहरूको आफ्नो विचार छन्, आफ्नो बुझाइ छन्। एउटा उमेर समूहमा सबैले एउटै सोच्छन् भन्ने सोचियो भने चाहिँ त्यो लोकतन्त्र विरोधी कुरा भयो। त्यो भएर मुद्दाहरू फरक छन्, तर साझा मुद्दा चाहिँ के हो भने हामीमाथि अन्याय भइरहेछ, नागरिकका रूपमा हामीमाथि अन्याय भइरहेछ। त्यो अन्याय बन्द हुनु पर्यो, नागरिकको सम्मान आउनु पर्यो। त्यो लोकतान्त्रिक व्यवस्थाले नागरिकको सम्मान चाहिँ हरेक दिन झन् उपल्लो सम्मान खोज्छ क्या। त्यो भनेको तारिफ गर्ने तपाईँ जस्तो मात्रै भनिराख्ने अथवा ओ चिल्लो खाजा खाऊँ कि कफी ल्याऊँ भन्ने खालको चिया खाऊँ कि के खाऊँ त्यो होइन, व्यापारमा देखिनु पर्यो। सरकारी कार्यालयमा जाँदाखेरि कति वेलकमिङ छ त होइन, त्यहाँका फर्महरू हामीले कसरी भर्न सक्छौँ कि त्यो बिचौला नै पकाउनु पर्छ कि के छ त, हामीले जागिर खाँदाखेरि कस्ता प्रोसेसहरू छन्, ब्याङ्क खाता खोल्न जाँदा कति सजिलो खोल्न पाइन्छ, यी कुराहरू चाहिँ नागरिकका सम्मान। यतिसम्म कि ट्राफिकले रोक्दाखेरि ट्राफिकले कसरी भन्छ भन्ने कुरा पनि, जस्तो मानौँ ट्राफिकले ढ्याक्क रोक्यो, ट्राफिकले ओहो यहाँ अब यस्तै छ चलन कागज देखाउँ त भन्यो भने देखाइन्छ, छैन भने ओहो बोक्नु पर्थ्यो नि तपाईँले त, होइन त नियमले अब तपाईँले चिट काट्नु पऱ्यो भन्नु भने, अथवा तपाईँले डकुमेन्ट बोक्नु भएको चाहिँ यस्तै गर्दै त कति सजिलो हुन्छ हामीलाई पनि भन्ने हाँसेर बोल्दै त्यो मान्छे खुसी भएर देश त बन्दैछ नि भनेर घर जान्छ। त्यो ट्राफिक रिसायो भने यो देशै काम छैन, कहिले विदेशको भिसा लागौँ भनेर घर फर्किन्छ। तपाईँलाई एउटा प्रश्न, जस्तै एउटा भनाइ छ नि, जस्तै पोखरी डिलमा बसेर पोखरी फोहोर भयो भन्दैमा जस्तै हेरेर बसेर हुँदैन, पोखरीमा आफै हाम फाल्नुपर्छ त्यो सफा गर्नको लागि। तपाईँ आफै हाम फाल्नु भएको यो ढकेलिएको हुन्छ? होइन, यो दुइटै हो। पुरानाको विकृतिले गर्दा त्यसले धकेल्यो होइन, अब त्यो जिम्मेवारी म लिन्छु हामी लिन्छौँ भने हामी पस्यौँ। यदि पुरानाले नधकेलेको भए पुरानो सबै राम्रो भन्ने भइदिएको भए त हामी आउनै पर्यो नि। त्यो धकेल्ने आफू हाम फाल्ने धकेल्ने भन्दा नि जस्तै तपाईँ आफ्नो मनले स्फूर्तिले गर्दाखेरि तपाईँ आफै सफा गर्नै पर्छ भन्ने नीतिले बस्नु भयो कि तपाईँलाई चाहिँ कसैले ढकलिदिएर चाहिँ अब पसिहालेँ भिजिहालेँ म अब सफा अलिकति खर्च लिएरै जान्छु भन्ने तरिकाले आउनु? होइन, यो त जिम्मेवारी हो। यो जिम्मेवारी वहन गर्न सकिन्छ, अनि जिम्मेवारी वहन गर्न सक्छु, मसँग एजेन्डा पनि छन्, नीतिगत काम गर्ने क्षमता पनि छ भनेर त्यो अब्बलता त्यो दक्षता सहित जनमत जनविश्वास लिनका लागि चुनावमा उम्रिएको हो। अब रहर नहुँदो त लोकतन्त्र हुने बाध्यकारी त होइन नि त, कसैले पद दिँदैन अथवा कसैले टिकट दिँदैन भिडाउँदैन म जान्छु भन्ने त पर्दैन थियो। त्यही भएर त्यो कसैको बलमी चाहिँ कसैको केही छैन, खालि पुरानाले गर्यो भने हामी त्योभन्दा राम्रो गर्न सकिन्छ भन्ने कारणले देश अब राष्ट्र स्वतन्त्रताको परिवर्तनको निम्ति खडा भएको छ भन्ने हामी जनसमुदायमा बुझ्न सकिन्छ। यो क्षेत्र नम्बर 82ले चाहिँ हजुरलाई कुन तरिकाले गर्विलो साथमा जिताउन सकिन्छ, जस्तै विजयको अग्रिम शुभकामना। धेरै धेरै हजुरको अमूल्य समय दिनुभएको धेरै धेरै धन्यवाद, आशावादी छ।